नमस्कार। म यहाँहरूको माझमा आज बिमा सम्बन्धी केही कुरा जोड्न मन लागेर आएकी छु। कृपया यो भिडियो अन्तिमसम्म सुनिदिनुहोला। यहाँलाई कस्तो लाग्छ, वास्तविक कुरा हो कि होइन, यहाँको मनमा लागेका सल्लाह, सुझाव र जिज्ञासा भने व्यक्त गर्न नबिर्सिनुहोला। सबैजनालाई म यही कुरा अनुरोध गर्न चाहन्छु, हामी हेर्दाखेरि हिष्टपुष्ट छौँ, तन्दुरुस्त छौँ होइन। हाम्रा लागि सबै कुरा छ, धन सम्पत्ति छ, सबै ऐस आराम, सबै सुख शान्ति छ भन्ने सोच लिएर हिँडिरहेका हुन्छौँ। हामी एजेन्सीहरूले बिमाको प्रस्ताव राख्दा नि धेरै आम जनताहरूको कुरा नै त्यही हुन्छ। हामीलाई बिमाको आवश्यकता छैन, हामीसँग धन सम्पत्ति छ, पैसा छ, त्यही पनि हामी तन्दुरुस्त छौँ, हामीलाई रोग लागेको छैन, बिमा गर्नु पर्दैन भन्ने सोचेछौँ भन्नुहुन्छ। अनि हामीले प्रस्ताव राख्दा नि त्यही प्रकारकै जवाब दिनुहुन्छ। यही विषयमा म मेरै गाउँमा भएको एउटा सत्य घटना यहाँहरूको माझमा प्रस्तुत गर्न मन लाग्यो। त्यसलाई अन्यथा चाहिँ नमानिदिनु होला। मैले विगत 5 वर्षदेखि बिमा क्षेत्रमा आबद्ध भएर काम गरिरहँदा धेरै ठाउँमा मैले बिमाका लागि प्रस्तावहरू गरिरहँदा, धेरै मानिसहरूलाई भेटिरहँदा मैले एक ठाउँमा बिमाका लागि विगत 3 वर्ष भनौँ न, त्यो समयदेखिबाट उहाँहरूसँग कुराकानी गरिरहेको थिएँ बिमा गर्नु भनेर। र उहाँहरूले सायद समयले साथ नदिएको हो अथवा विविध कारणहरू देखाउँदै आर्थिक अवस्था कमजोर भएका कुराहरूलाई जोडेर बिमासँग जोडिन मान्नुभएको थिएन। तर अचानक समय कस्तो पर्यो भने त्यो कुराहरू त अब हामी प्राय नहोस् कसैको जीवनमा नि भनिन्छ होइन। त्यही परिवारमा नसोचेको घटना घट्यो, वज्रपात भयो। त्यही परिवारको एकजना व्यक्तिलाई क्यान्सर जस्तो भयावह रोगले समात्यो। त्यसपछि उहाँहरू त्यो बिरामी जो हुनुहुन्थ्यो व्यक्ति उहाँको उपचारमा लाग्नुभएछ। उपचार गरिसकेर अब किमो चढाउने समय भयो होइन। किमो चढाउन सुरु गरेपछि अचानक मसँग भेट भयो। मलाई हाम्रो परिवारको बिमा गरिदिनु भन्नु अनि मलाई अचम्म लाग्यो। बिमा त मैले धेरै पहिलादेखि नै प्रस्ताव गर्दा नमान्नु भएको, सायद मजाक होला जस्तो मान्नु, मलाई वास्तविकता थाहा भएन। त्यसको 1-2 दिनमै मैले उहाँहरूलाई भेटेँ होइन। भेटेपछि नभन्दै उहाँहरूलाई धेरै ठुलो पछुतो भइसकेछ। अब रोग लागिसकेको मानिसले चाहेर पनि बिमा गर्न सकेन, तर हामी बाँकी भएको घर परिवार सबैजनाको बिमा गर्छौँ भनेर उहाँहरूले बिमा गर्नु। यसको अर्थ यहाँहरूले बुझ्नु हो नि, बिमा भन्ने चिज कस्तो हुन्छ। समयमै सचेत भएर गरेको भए त्यो रोगको लागि रोगको मानिसलाई बिमा गरे पनि लाग्छ, नगरे पनि लाग्छ होइन। रोग भन्ने कुरा त दुःख, विपद, आपत्ति भन्ने कुरा बाजा बजाएर आउँदैन नि त। समयको महत्त्व बुझेर समयमै गर्नुपर्छ। हामी बिरामी भएर हस्पिटलमा छटपटाइरहेको अवस्थामा बिमा गर्न सकिँदैन। ठुलो दुर्घटना भयो, अङ्गभङ्ग भयो, त्यो अवस्थामा बिमा गर्न सकिन्न। हाम्रो आर्थिक अवस्था कमजोर भयो, त्यो अवस्थामा बिमा गर्न सकिन्न। कमाइरहेको मान्छेले, सक्षम मानिसले बिमा गर्ने होइन। सानै उमेरमा बिमा गर्न सकियो भने त अझै थोरै प्रिमियममा ठुलो जोखिमहरू बहनुहुन्छ। त्यही भएर हामीले बारम्बार भन्ने गर्छौँ, समयमै सचेत बन्नुहोस्, बिमा गर्नुहोस्। बिमाको महत्त्व धेरै ठुलो छ। बिमा जुनसुकै बिमा कम्पनीसँग जोडिए पनि नेपालमा भएका 14वटा बिमा कम्पनी मध्ये जुनसुकैमा हजुर जोडिन चाहनुहुन्छ भने पनि त्यसले दिने सेवा सुविधाहरूलाई मनन गरेर बिमा चाहिँ गर्नु म सबैजनालाई विनम्र अनुरोध गर्दछु। हामी मध्यमवर्गीय परिवार, हाम्रो जस्तो नेपाल जस्तो देशमा उपचार खर्च अहिले आफै स्वयं व्यक्तिले नै बेहोरिरहनु पर्ने अवस्थामा धेरै कठिन अवस्था हुन्छ। हुने खाने ठुला व्यक्तिहरूलाई त त्यति महत्त्व नहोला, तर मध्यमवर्गीय गरिब वर्गहरूलाई भने बिमाको धेरै ठुलो महत्त्व छ। थोरै पैसाले घर खर्च चलिरहेको परिवारमा बिमाको धेरै ठुलो महत्त्व हुन्छ। समयमै बुझ्नुहोस्, समयमै सचेत भएर बिमा गर्नुहोस्। यहाँहरू सबैजनालाई म यही अनुरोध गर्न चाहन्छु।